विशेष अतिथिको रूपमा हामीसँग प्रतिनिधि सभा सदस्य माननीय एलपी सावा लिम्बुजी हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विशेष अतिथिको रूपमा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री एवं सञ्चार तथा प्रकाशन विभाग प्रमुख नेपाली कांग्रेसका माननीय नेता माननीय मीन बहादुर विश्वकर्माज्यूलाई विशेष अतिथिको रूपमा हार्दिक स्वागत गर्दछौँ हामी। यसैगरी नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष आदरणीय सन्तोष कुमार पाण्डेज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष आदरणीय प्रेमलाल महर्जनज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु र विशिष्ट अतिथिको रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध एनजीओ फेडरेसन अफ नेपालका महासचिव देवी खड्काज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दै विशेष अतिथिको रूपमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। अब कम्पनीका आदरणीय अध्यक्षज्यूले कार्यक्रममा पाल्नुभएका विशिष्ट अतिथिज्यूहरूलाई यो पुष्पगुच्छाद्वारा आजको स्टार कन्क्लेभ 2025 को विशेष कार्यक्रममा स्वागत गर्दै हुनुहुन्छ। ग्लोबल ओरियन्स नेपाल लेखिएको यो ब्रान्ड कलरको खादाद्वारा पनि सम्मान हामी गर्दैछौँ। विशेष अतिथिज्यूहरू र आदरणीय विशिष्ट अतिथिज्यूहरूले यति धेरै नेपाली युवाहरू एकै ठाउँमा यस्तो ऊर्जाशील नदेख्नु भएको धेरै भएको थियो होला, आज देख्नुभयो र यो ऊर्जा बेलुकासम्म यत्तिकै कायम रहनेछ। स्वागत सत्कारतर्फ गइरहँदाखेरि हामीसँग राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरलाई यहाँनिर अध्यक्षज्यूले स्वागत गर्दै हुनुहुन्छ। यसैगरी नेपाल चेम्बर अफ कमर्सका आदरणीय उपाध्यक्ष सन्तोष कुमार पाण्डेज्यूलाई पनि बसन्त सरले स्वागत गरिरहनु भएको छ। एनजीओ फेडरेसन अफ नेपालका महासचिव आदरणीय देवी खड्का म्यामलाई पनि अध्यक्षज्यूले स्वागत गरिरहनु भएको छ। थ्याङ्क यू भेरी मच म्याम। यसैगरी हामी स्वागत गर्न चाहन्छौँ उत्पादक कम्पनीका प्रतिनिधिज्यूहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिज्यूहरू, कर्पोरेट कन्सल्टेन्ट्स, पत्रकारज्यूहरू, 7 एन्ड अबोभका सबै लिडर्सहरू र आजको यो स्टार कन्क्लेभ 2025 मा स्टारको उपाधि प्राप्त गर्नुहुने सबै साथीहरू, देशभरिका 77 जिल्लाबाट आउनुभएका युवा साथीहरू सबैजनालाई हार्दिक स्वागत। यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू भेरी मच। सबैजना सँगै रहेर बानसमा रहेको दीपलाई प्रज्वलित गर्दै स्टार कन्क्लेभ 2025 लाई विधिवत रूपमा उद्घाटन गर्दैछौँ। धेरै धेरै धन्यवाद र पुनः आसन ग्रहणको लागि म अनुरोध गर्दछु। एन्ड माई डियर स्टार्स प्लिज सिट डाउन। थ्याङ्क यू। अब हेर्नुहोस्, मैले मेरो तर्फबाट तपाईँलाई स्वागत पनि गरिसकेको छु। केही जानेका कुरा, मैले सिकेका कुरा तपाईँलाई भनि पनि सकेका छु। अबको लागि कम्पनीको तर्फबाट सबैजनालाई स्वागत गरिदिनु हुनको लागि र आजको दिनसम्म यो यात्रा एकदम सुन्दर ढङ्गबाट आयो, त्यो यात्रा सँगसँगै आजको कार्यक्रमको माहौलको बारेमा पनि कुरा गर्नको लागि म आदरणीय कम्पनीका अध्यक्ष बसन्त पण्डित सरलाई स्टेजमा बोलाउन चाहन्छु। धन्यवाद। धन्यवाद। आजका यस कार्यक्रमका सञ्चालिका
पूर्व मिस नेपाल सुगारिका केसीज्यूलाई आजको यस गरिमामय 5th एनिभर्सरी र हाम्रो स्टार कन्क्लेभ यो विशेष कार्यक्रममा पाल्नुभएका हाम्रा विशेष अतिथिज्यूहरू, प्रतिनिधि सभाका सदस्य माननीय एलपी सावान लिम्बुज्यू, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सञ्चार तथा प्रकाशन विभागका प्रमुख, नेपाली कांग्रेसका प्रमुख आदरणीय दाई माननीय मीनबहादुर विश्वकर्माज्यू, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार पाण्डेज्यू, उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनज्यू, उपभोक्ता कर्मी ज्यूहरू, हाम्रो बागमती प्रदेशका उपभोक्ता मञ्च नेपालका प्रतिनिधि पनि हुनुहुन्छ, फेडरेसन एनजिओ फेडरेसनका महासचिव देवी खड्काज्यू, कम्पनीका निर्देशकज्यूहरू, कोर टिमका सदस्यज्यूहरू, हाम्रा अन्य पाहुना मित्रहरू र यस हलमा एउटा सपना बोकेर ग्लोबल वुमेन्स नेपालप्रति विश्वास आस्था राखेर यहीँबाट म आफूलाई रूपान्तरण गर्न सक्छु, देशको लागि केही गर्न सक्छु भनेर जुन उत्साह र विश्वास गरेर यस हलमा उपस्थित हुनुहुन्छ तपाईँ सम्पूर्ण वितरक मित्रहरूमा म न्यानो स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी 5औं वसन्त पार गर्दैछौँ र यो हलमा आज साधारण वितरक भन्दा पनि सबै एचिभर्स मित्रहरू नै धेरै हुनुहुन्छ। 5 वर्षको दौरानमा यहाँले जुन लगानी गर्नु भएको छ, जुन लगाव राख्नु भएको छ, त्यसको प्रतिफल प्राप्त भएको प्रतिफलमा सम्मानित हुनको लागि यो हलमा उपस्थित हुनु भएको छ। तपाईकै कारण आज हामी यो 5औं एनिभर्सरी मनाउन सफल भइरहेका छौँ। म तपाईहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। विश्व बजारमा यो व्यवसायले 85 वर्ष पुरा गरे पनि नेपालमा भने बल्ल हामी 5 वर्ष पुरा गर्दैछौँ। 2074 सालमा यसको कानुन बनेपछि, 2076 सालमा नियमावली बनेपछि 2077 सालबाट हामीले यो व्यवसायलाई सुरु गर्ने मौका पायौँ र त्यो 20बाट आजसम्म आइपुग्दा लगभग यो उद्योगमा 10 अर्ब बराबरको कारोबार भएको छ र करिब 50,000 तपाईहरू जस्तै सक्रिय वितरकहरूको संलग्नता रहेको छ। 2081 चैत मसान्तसम्म आइपुग्दा हाम्रो ग्लोबल वुमेन्स नेपालले मात्रै 1 अर्ब 19 करोड 50 लाख बराबरको कारोबार गरेको छ। इन्कम ट्याक्स, कस्टम ड्युटी, टिडिएस र भ्याट गरेर राज्यलाई हामीले 24 करोड 70 लाख रुपियाँ बुझाएका छौँ। भाग्यले जुराएको भन्नुपर्छ। एउटा सकारात्मक सोच राख्ने त्यो व्यक्तित्व त्यो बेलामा मन्त्री हुनुभयो र उहाँले यो विषयलाई बुझेर यो संसारभरि यसरी स्थापित भएको विषय यसलाई सकारात्मक रूपमा लिएर हामीले स्थापित गर्न सक्यो भने अवश्य पनि एक दिन यसले नेपाललाई राम्रो गर्नेछ भन्ने सोचेर यसलाई 2074 सालमा हाउसमा त्यति धेरै संशोधनहरू पर्दा पनि सर्वसम्मत रूपमा कानुन पारित गर्नको लागि अग्रणी भूमिका खेल्नुभयो। म आदरणीय दाई तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाली कांग्रेसका प्रचार विभाग प्रकाशन विभागका प्रमुख आदरणीय माननीय मीनबहादुर विश्वकर्माज्यू प्रति हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दै दाइको सधैँ यस्तै सक्रिय सहभागिता र सहयोग हामीलाई मिलिरहनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु। सफलता आज हरेक मानिस सुख, शान्ति र समृद्धि चाहन्छन्। यी सबै विषय प्राप्तिको लागि पैसा नै प्रमुख साधन भएको छ। तसर्थ आम युवाहरू पैसा कमाउनकै लागि विदेशिन बाध्य छन्। आँकडाले यही देखाउँछ। तर अब विदेशिनु पर्दैन। नेपालमा पनि स्वतन्त्र वितरक भएर स्वदेशी उत्पादनको बजारीकरण गर्दै राम्रो आम्दानी गर्न सकिन्छ र आफ्ना इच्छित सफलता प्राप्त गर्न सकिन्छ। प्रत्यक्ष बिक्री व्यवसायमा आधारित कम्पनी ग्लोबल ओरियन्स नेपालमा आबद्ध भएर यी युवाहरूले प्राप्त अवसरलाई आत्मसात गर्दै सफलता उन्मुख रहेको हामी देख्न सक्दछौं।
कसरी प्राप्त भयो त यो सफलता? ग्लोबल ओरियन्स नेपालमा स्वतन्त्र वितरक बनी बिक्री प्रवर्धक बन्न आबद्ध भए पश्चात आहार पूरक स्वास्थ्य वस्तु, फूड सप्लिमेन्ट्स र हर्बल सौन्दर्यका वस्तुहरू बिक्री प्रवर्धन परिमाणका आधारमा नियम अनुसार पाइने सेवा, सुविधा, कमिसन र बोनस बापतको रकमबाट उक्त सफलता हासिल गर्न सकिन्छ। कम्पनीको परिचय। प्रत्यक्ष बिक्री ऐन 2074 र नियमावली 2076 बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट 2077 आषाढमा इजाजत प्राप्त कम्पनी हो। यो कम्पनीले 5औं वर्षसम्म आइपुग्दा 1,17,77,44,141 रुपियाँको कारोबार गरी 4500लाई स्वरोजगार प्रदान गर्न सक्षम भएको छ। स्वदेशी उत्पादनलाई सम्वर्धन र प्रवर्धन गर्दै आन्तरिक खपतमा वृद्धि तथा आयात प्रतिस्थापन गर्ने यस कम्पनीको लक्ष्य रहेको छ। ग्लोबल ओरियन्स नेपालको साथ समृद्धिको आधार भन्ने नाराका साथ अगाडि बढेको यस कम्पनीले हरेक उपभोक्तालाई स्वस्थ, सौन्दर्य र समृद्ध बनाउने सोच राखेको छ। प्रत्यक्ष बिक्रीको क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिहरूको व्यवस्थापनमा डिसिप्लिन डाइरेक्ट सेलिङ मार्केटिङको अवधारणा अनुसार उत्कृष्ट कम्पनी बन्ने दृढताको साथ सञ्चालनमा रहेको छ। सबैलाई नमस्कार। विश्व बजारमा 85 वर्ष पूरा भएको यो प्रत्यक्ष बिक्री व्यवसाय नेपालमा 2074 सालमा प्रत्यक्ष बिक्री ऐन 2076 सालमा नियमावली आए पश्चात विधिवत रूपमा सुरु भयो र 2077 सालबाट इजाजत लिएर आज 5 वर्षको यो दौरानमा करिब 8 अर्ब बराबरको व्यापार भएको छ र यो 8 अर्बको कारोबारमा यस कम्पनीको पनि महत्त्वपूर्ण भूमिका र योगदान रहेको म सम्पूर्णमा जानकारी गराउन चाहन्छु। ग्लोबल ओरियन्स नेपाल मेड इन नेपाल मिसन अफ प्रस्पेरिटी उद्देश्यबाट प्रेरित भएर बाई एन्ड सेलले ओगटिरहेको अहिलेको बजार हिस्सालाई मेक एन्ड सेल अध्यक्षको हैसियतमा यो कम्पनीलाई एकदमै राम्रो बनाउनको लागि लागि पर्नेछु भन्ने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। धन्यवाद। स्वस्थ भएर बाँच्न पाउनु आम मानिसहरूको नैसर्गिक र पहिलो शर्त हो। यद्यपि स्वस्थ बन्न स्वास्थ्यका बारेमा सचेत मात्र भएर पुग्दैन, स्वस्थ रहने विषयका बारेमा जान्न बुझ्न जरुरी छ। वर्तमान अवस्थामा बढ्दो रसायनयुक्त खानपान, सौन्दर्य सामग्री आदिका कारण आम युवाहरूमा उमेरमै बुढ्यौलीपन देखिने, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आई जीवनशैलीसँग सम्बन्धित अनेकन समस्याको सामना गर्नुपर्ने आजको प्रमुख समस्या नै बनेको छ। अमेरिकन रिसर्चर डाक्टर अर्नेस्टले भने अनुसार अबका दिनमा जसको घरमा फूड सप्लिमेन्ट्स र फूड कन्सल्टेन्टहरू हुनेछन् त्यो घर नै स्वस्थ हुन्छ, अन्यथा मानिसको स्वास्थ्यमा ठूलो गिरावट आउँछ। तसर्थ आगामी दिन फूड सप्लिमेन्ट्सको नै बाहुल्यता र लोकप्रियता रहनेछ। विश्वमा 44% बजार पोषण तत्व रहेको वस्तुले ओगटेको छ। यही स्वास्थ्य र सम्पन्नतालाई केन्द्रमा राखेर स्थापित यस कम्पनीले लामो अनुसन्धान र अन्वेषणका आधारमा तयार पारिएका स्वास्थ्य मैत्री र गुणस्तरीय यस्ता उत्पादन आम उपभोक्ताको स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै बिक्री वितरण गरिरहेको छ। कम्पनीबाट बिक्री वितरण गरिने वस्तुहरू: आहार पूरक खाद्य पोषणयुक्त वस्तु, हर्बल सौन्दर्यका वस्तुहरू र दैनिक रूपमा प्रयोग हुने स्वास्थ्य मैत्री वस्तुहरू यस कम्पनीले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीको बजार योजना र वितरकले प्राप्त गर्ने अवसर: प्रत्यक्ष बिक्री प्रणालीमा उत्पादकले आफ्ना उत्पादन विक्रेता मार्फत सिधै घर घर अर्थात उपभोक्ताकोमा पुर्याउने व्यवस्था मिलाउँछन्। तपाईहरूलाई लाग्न सक्छ यसरी उपभोक्ताको घर घरमा सामान पुर्याउँदा कसलाई फाइदा हुन्छ? यो महत्त्वपूर्ण प्रश्न हो। ग्लोबल ओरियन्स नेपालका उत्पादन वितरक आफैले उपभोक्ताको घर घरमा प्रवर्धन गर्ने गराउने गर्दछन्। यसरी विक्रेता वा विक्रेताको समूहले मिलेर सामान बिक्री गरेको अनुपातको आधारमा कमिसन र अन्य बजार योजना अनुसारको लाभांशहरू कम्पनीबाट प्राप्त गर्दछन्। शून्य लागतमा आमदानीको अवसर प्राप्त गर्दछन्। रोजगारीको अवसर सृजना हुन्छ। आज आम युवा तथा गृहिणीहरू यस अवसरबाट लाभ लिई स्वरोजगारको अवसरमा संलग्न भइरहेका छन्। हालसम्म यस कम्पनीले नेपालभर 4500 भन्दा बढी वितरकहरू मार्फत
आफ्ना सामानहरू बिक्री प्रवर्धन तथा 18 वटा बिक्री कक्ष मार्फत सामानहरू उपभोक्ताकोमा उपलब्ध गराइरहेको छ। वितरकको व्यक्तित्व विकास र बिक्री कलाको लागि दिइने तालिम, गोष्ठी र सेमिनार। यस कम्पनीमा आबद्ध वितरकहरूलाई कम्पनीका उत्पादन, स्वस्थ रहने विधि र खानपान, स्वास्थ्य सचेतना, नेतृत्व विकास र उद्यमशीलताको महत्व र उद्यमशील बन्ने अभ्यास आदिका बारेमा आवश्यक तालिम, गोष्ठी र सेमिनार विभिन्न स्थानहरूमा उपलब्ध गराइरहेको हुन्छ। भावी कार्यक्रम। यस कम्पनीले आयातित अन्तर्राष्ट्रिय स्तरको समपूरक खाद्य वस्तुलाई नेपालमै उत्पादन गर्ने हेतुले बिर्तामोड नगरपालिका 4 झापा जिल्लामा न्युट्री एसेन्स नामको फ्याक्ट्री स्थापना गर्ने जमर्को गरिरहेको र आगामी दिनमा भारतको विजयानी न्युट्रास्युटिकल्सको प्राविधिक सहयोग सहित यस उद्योगलाई विस्तार गर्ने लक्ष्य राखिएको छ। उद्यमशीलताको विकास र व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिको लागि योजना। आगामी दिनमा यस कम्पनीले नेतृत्व विकास, उद्यमशीलताको विकास र प्राविधिक जनशक्ति निर्माणको लागि नेपाल सरकारको सम्बन्धित निकायसँगको समन्वय र इजाजतमा कोर्स सहित भोकेशनल शिक्षालयको समेत स्थापना गर्ने लक्ष्य यस कम्पनीले राखेको छ। यसरी यस कम्पनीले आफ्ना गतिविधि, कार्यक्रम, बिक्री योग्य वस्तु र कारोबारको विवरणलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा हरेक 3 महिनामा विवरण पेश गरिरहेको हुन्छ भने नेपाल सरकारबाट स्वीकृति प्राप्त बिलिङ सफ्टवेयर मार्फत कारोबार गर्दै प्रत्यक्ष बिक्री पद्धति र कम्पनीलाई संस्थागत विकास गर्दै लागिरहेको छ। धेरै भन्दा धेरै युवा तथा महिलाहरूको स्वरोजगारको अवसर दिलाउनु र उद्यमशीलताको विकास गर्दै बाय एन्ड सेल होइन, मेक एन्ड सेल गर्नुपर्छ भन्ने अमुक उद्देश्य सहित उदाहरणीय कम्पनी बन्ने यस कम्पनी सञ्चालकको मुख्य लक्ष्य रहेको छ। धन्यवाद। ग्लोबल ओरियन्सको साथ समृद्धिको आधार हेर्नुहोस् त, तपाईले साना साना मेहनतबाट ठुला ठुला योजनाहरू बने, साना साना योजनाबाट अलि ठुला ठुला योजना बने, अहिले त परियोजनाकै रूपमा आइसकेको छ। तपाईले यो हेरिरहँदाखेरि कति आफ्नो स्ट्रगलको दिनहरू सम्झिनु भयो होला, बिक्री गर्न नसकेको समय पनि सम्झिनु भयो होला। हेर्नुहोस्, अप्ठ्यारो सिचुएसन्सबाट गुज्रिँदै एउटा मान्छे बलियो हुने हो नि त। अनुभवहरूले खारिएपछि मात्रै स्ट्रेन्थ आउँछ। आज तपाईँ कति स्ट्रङ भइसक्नु भएको छ, कम्पनी स्ट्रङ भए जत्तिकै तपाईँको स्ट्रेन्थ बढेको छ, भोलि यो स्ट्रेन्थ अझै बढ्दै जानेछ। तपाईँलाई धेरै धेरै शुभकामना। रिमोट कन्ट्रोल थिचिएस सँगसँगै ग्लोबल ओरियन्स नेपालले आज स्टार कन्क्लेभ 2025 को यो मञ्चबाट कम्पनीका 2 न्यू प्रोडक्ट्सहरू लन्च गर्दैछौँ है त। विशेष अतिथिज्यूले क्लिक गर्नुभए सँगसँगै अलराइट, ग्लोबल ओरियन्स नेपाल प्राउडली लन्चिङ ओरिगानो इन्स्टेन्ट कफी। अब नेपालीहरूलाई कफी खाने बानी लागिसकेको छ र कफीले शरीरमा धेरै ऊर्जा दिन्छ भनेर पनि भन्छौँ हामी। इन्स्टेन्ट कफी, यसको बारेमा एकैछिनपछि अध्यक्षज्यूले भन्नुहुनेछ, थप विवरण दिनुहुनेछ। अब लागौँ दोस्रो प्रडक्टतर्फ। हजुर, पहिलो प्रडक्ट कफी भयो पेय पदार्थको रूपमा, दोस्रो प्रडक्टतर्फ लागौँ। दोस्रो प्रडक्ट God, it's a perfume. It's a perfume. Sensual for men and for women. Thank you very much. यहाँ सबैजनालाई उहाँलाई ब्याज, शल, बुके र गिफ्टद्वारा हामी सम्मान गर्नेछौँ। पहिलो नाम, यो नाम सायद तेस्रो चोटि पढ्दैछु म, 3 times. My God. Albert Suba. Royal Star Achiever, Albert Suba.
एडवर्ड सुब्बा स्टेजमा सम्मान हामीले गरिरहेका छौँ रोयल स्टारबाट। अब दोस्रो व्यक्तिको नाम पनि बोलाउँछौँ है त। दोस्रो स्टार विजय बहादुर गुरुङ। Congratulations, congratulations, Vijay Bahadur Gurung, everybody! A lot of congratulations to all our royal stars. अतिथिज्यू पनि हामी सँगै हुनुहुन्छ, मनोज सर पनि यही हुनुहुन्छ, अनि हाम्रो अचिभर्सहरू सुपरस्टार्स आर अल्सो हियर विथ द अमाउन्ट एन्ड अ ह्युज स्माइल अन फेस। हाँस्नु त पर्यो, त्यत्रो चेक पाएपछि नहाँसे कहाँ हुन्छ। कङ्ग्रेचुलेसन्स, थ्याङ्क यू वान मोर टाइम। र अबको लागि कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य माननीय एलपी सावा लिम्बू सरलाई म आफ्नो छोटो मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका सुगरका केसीज्यू, ग्लोबल ओरिएन्सद्वारा आयोजित स्टार कन्क्लेभ 2025 कार्यक्रम चलिरहेको छ। कार्यक्रमका अध्यक्ष बसन्त पण्डितज्यू, मैले सुने अनुसार नेपाल सरकारका उद्योग तथा वाणिज्य मन्त्री आउँदै हुनुहुन्छ। म उहाँपछि उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यतिखेर यो सभामा यो कार्यक्रमलाई उत्साह दिनका निम्ति, भव्य सफल बनाउनको निम्ति पूर्व मन्त्री नेपाली काङ्ग्रेसका नेता मिन विश्वकर्माजी हुनुहुन्छ। म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यहाँ उपभोक्ता मञ्चका नेता प्रेमलालजी, चेम्बरका नेता लगायत इन्डस्ट्रीका नेता साथीहरू हुनुहुन्छ। म सम्मान व्यक्त गर्न चाहन्छु। र यो ग्लोबल ओरिएन्सलाई यहाँसम्म पुर्याउनका निम्ति लागिरहनु हुने कम्पनीका डाइरेक्टर साथीहरू हुनुहुन्छ, लिडर साथीहरू हुनुहुन्छ र एचिभर साथीहरू हुनुहुन्छ। भर्खरै यहाँ हामीले थुप्रै रोयल र सुपर स्टार एचिभरहरूलाई हामीले सम्मान गर्यौँ। यहाँहरूले उत्साहका साथ यहाँ एचिभरहरूलाई तपाईँहरूले माया गर्नुभयो, स्वागत गर्नुभयो, ताली बजाउनु भयो। तपाईँ सबको भविष्य यहाँ पुग्ने हो, रोयल स्टार हुने हो, सुपर स्टार हुने हो। थ्याङ्क यू भेरी मच। धेरै धेरै धन्यवाद यहाँहरू सबैजनालाई। र यो उत्सवलाई उत्सव बनाउनको लागि आउनुभएका यस कम्पनीसँग सम्बन्ध सम्पूर्ण लिडर्सहरू, एचिभर्सहरू र स्टार्सहरू र साथै यो कम्पनीलाई अगाडि बढाउनको लागि हातमा हात दिएर
व्यावसायिक क्रियाकलाप गर्ने साथीहरू र यो कम्पनीको भलो छिटाएर आउनुभएका आदरणीय माननीय एमबी सामाजी त जानुभयो, विशिष्ट अतिथि अहिले हाम्रो समक्ष छ, उहाँ हुनुहुन्छ नेपाली कांग्रेसका मूर्धन्य नेता, पूर्व उद्योग मन्त्री र सबैको प्यारो, यो क्षेत्रको सबैको प्यारो आदरणीय मीन विश्वकर्माजी र साथै यो कार्यक्रमका अध्यक्ष गरिराख्नु भएका मेरो भाइ बसन्त पण्डितज्यू र साथै उहाँका कलिग्सहरू सबैमा फेरि पनि एकताले मैले अभिवादन नमस्कार गरेँ। बसन्तीज्यूलाई धेरै धेरै धन्यवाद छ र तपाईहरु बसन्त पण्डित जस्तो मान्छे पाएर नै आजको यो चाहिँ नि माहौल भएको रहेछ, किनभने the way he speak, the way he deliver the voice, it's a tremendous, it's a leader voice. It's not the leader of political party, it's the leader of entrepreneurs. That's what I am saying. र अर्को चाहिँ नि यहाँ हाम्रो विशिष्ट व्यक्ति हुनुहुन्छ हाम्रो मीनबहादुर विश्वकर्माजी, मेरो चाहिँ नि एकदम आदरणीय दाइ पनि हुनुहुन्छ, मेरो मात्रै हैन अल नेपालको युथहरुको उहाँ डुगडुगी पनि हुनुहुन्छ। स्पिक भेरी गुड। र आज यो वातावरणमा ल्याउनलाई उहाँको ठुलो हात रहेछ भनेर जुन कुरा मैले यहाँबाट थाहा पाएँ, उहाँलाई विशेष धन्यवाद दिन्छु। त्यसै गरेर मेरो आदरणीय दाइ यही हुनुहुन्छ, अघि भर्खर तपाईले ताली बजाउँदा हातै दुख्यो होला, उपभोक्ता मञ्चका प्रेमलाल महर्जनज्यू, उहाँको पनि योगदान यो तपाईहरुको चाहिँ नि उसमा चाहिँ नि धेरै रहेछ, यो फिल्डमा धेरै रहेछ भन्ने कुरा मैले बुझेँ। उहाँलाई पनि बधाई र धन्यवाद दिन चाहन्छु। र विशेष गरी मैले हजुरहरूलाई म नेपाल चेम्बर अफ कमर्सबाट यहाँ प्रेजेन्ट भएको नाताले म यो डाटातिर गइन। Our ambassador recognition on Global Audience Nepal Private Limited Star Conclave 2025. Let's welcome Albert Subba, everybody on stage. Congratulations, Albert, one more time. After Albert Subba, let's welcome our second ambassador recognition, Vijay Bahadur Gurung. Ambassador recognition to Vijay Bahadur Gurung, two ambassadors on the same stage. ताली पुगेन है, जोरदार ताली। Ambassadors Albert Subba र विजय बहादुर गुरुङ दुवैजनालाई धेरै धेरै बधाई। One more achievement, the visionary leader of the year, Mr. Albert Subba. Visionary leader of the year, everybody, Albert Subba. कति बोलाउनु एल्बर्टलाई स्टेजमा, कति चोटी बोलाउनु, ओ माय गॉड। कुनै दिन उहाँहरूले पनि तपाई जस्तै सुरुवात गर्नुभएको थियो हो कि हैन? With vision, with empowerment, with education and with dedication, look at them now. यदि उहाँहरूले सक्नुहुन्छ भने तपाईले पनि पक्कै सक्नुहुन्छ।
कम्पनीले आफ्नो 5औं वर्ष मनाउँदै गर्दा यहाँ हलमा तल मात्रै होइन माथि मात्रै होइन त्यहाँ नअटेर बाहिर पनि एलइडी राखेर कार्यक्रम गरिरहनु भएको छ र सम्पूर्ण सहभागी साथीहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्छु, अभिवादन व्यक्त गर्छु र यहाँहरू सबैलाई मेरा केही कुराहरू राख्ने अनुमति पनि माग्दछु। 15 वर्षसम्म 10 वर्ष शिक्षकको साथमा, 15 देखि 25 प्रोफेसर युनिभर्सिटीहरूमा र 25 देखि 30 जोडी वा जागिरको खोजीमा। अब रहनुस् बाँकी, अब उता उत्तरार्धको कुरा गरौँ। मैले काम समयको पास हुने समय भन्दैछु। उत्तरार्धमा सम्झनुस् मानिस 65 वर्षदेखि 70 सम्म अथवा 72 सम्म 75 सम्म जसरी सुरुका 5 वर्ष आमाको काखमा हुन्थ्यो, 65 देखि उताको उमेर डाक्टर र नर्सको साथमा। बाँकी कति रह्यो? हामीसँग रहेको उमेर जम्मै यताको 30 वर्ष र 25 वर्ष र उताको 7 वर्ष कटाइदिनु भयो भने तपाईको 32 वर्ष समय गयो। 72 मा 32 गएपछि कति बाँकी रह्यो? 40 वर्षमा फेरि यस्तै गरी कहिले एकाडेमीमा आउनुपर्छ, दिनभरि बस्नुपर्छ, कहिले साथीको बिहे व्रतबन्ध पास्ने बर्थडे हुन्छ त्यता जानु पर्यो। 40 वर्षमा 5% त्यो कटाइदिनु भयो भने कति रह्यो? 2 वर्ष त त्यता पनि गयो। 5% कटाउनु भयो भने हामीसँग जम्मै समय 38 वर्ष रहन्छ। 38 वर्ष समयमा हामी 20 वर्ष त सुति नै हाल्छौँ। अब समय कति बाँकी रह्यो? जसरी बसन्तजीले ग्लोबल ओरिएन्ट्स नेपाल कम्पनीको ग्रस प्रफिट र नेट प्रफिट हिसाब गर्नुहुन्छ, तपाईँ हाम्रो लाइफ 72 वर्ष भने पनि त्यो ग्रस प्रफिट हो। यसमा भ्याट, ट्याक्स, वेस्ट, डोनेसन, चन्दा के कटाउने हो भने तपाईँ हाम्रो हातमा मुस्किलले 15 वर्षको मात्रै टाइम छ। रियल लाइफ यु लिभ इज ओन्ली 15 इयर्स। अब मानिसहरू त हामी देख्छौँ ठुलै प्रगति गरेर देख्छौँ, धेरै प्रगति गरेर देख्छौँ। प्रगति गर्ने चाहिँ कहिले हो त? त्यसो भए कोही साथीहरूको ढुक भयो होला, म त 51 लागिसकेँ अब सकिएछ भन्ने लाग्यो होला। होइन, 51 पनि खासै केही होइन, त्यो नम्बरै हो। तर जब तपाईसँग अघि साथीहरूले भने जस्तो भिजनरी, मोटिभेसनल र इन्स्पाइरेसनल क्यारेक्टर चाहिँ जुन दिन तपाईँको सिद्धिन्छ, त्यो दिन तपाईँको उमेर जतिसुकै होस्, 25 होस् कि 35 होस्, काम लाग्दैन। तर तपाईँसँग भिजन, मोटिभेसन र इन्स्पाइरेसन चाहिँ 81 वर्षको उमेरमा पनि आयो भने तपाईँ ओछ्यानमै सुती पनि अघि बसन्तजीले भने जस्तै गरी अस्पतालकै बेडमा बसेर पनि तपाईले देश पनि बनाउन सक्नुहुन्छ, समाज पनि बनाउन सक्नुहुन्छ, आफू पनि बन्न सक्नुहुन्छ। So much happy. Thank you guys. Thank you leader. Okay. Thank you very much. Thank you. Thank you very much. सबैजनालाई धेरै धेरै धन्यवाद। आदरणीय कम्पनीका अध्यक्ष बसन्त पण्डितज्यू, कम्पनीका डाइरेक्टर ज्यूहरू, अनि हाम्रो मेन्टर्सहरू मनोज सर, राहुल सर, दावा सर एन्ड ईश्वरी सर एन्ड कोर टिम, अनि मेरो सबै बिजनेस पार्टनरहरूलाई अल्बर्ट सुब्बाको तर्फबाट नमस्कार। आज म यहाँ हृदयबाट बोल्न चाहन्छु। एउटा लिडरको हैसियतले मात्र होइन, तर तपाईहरू जस्तै एउटा सङ्घर्ष गर्दै गरेको व्यक्तिको रूपमा, जसलाई जीवनले धेरै पटक भत्कायो, तर म आफूलाई रोकेको छुइनँ। यो कवितालाई फेरि म अघिको कवितासँग थोरै रिलेट गर्न चाहन्छु। कसैले मलाई भत्कायो, काटिदियो, निमटिदियो, सोचे अब त सकिए म, तर हे भगवान म भित्र त अझै बाँकी रहेछ सङ्घर्षको सास, म भित्र त अझै बाँकी रहेछ
रोयल डायमन्ड बन्ने हिम्मत। सो यो एउटा कविता मात्रै होइन, यो हाम्रो कथा हो, तपाईको कथा हो, मेरो कथा हो, यो सबै मानिसहरूको कथा हो जसले हार मान्न अस्वीकार गरे। यो तिनीहरूको कथा हो जहाँ मानिसहरूले भन्थ्यो तेरोबाट के हुन्छ र, तैँले फेरि टिम उठाउनु सक्छस् र, तर हामी भित्रै कतै एउटा सानो आवाज गुन्जिरहेको थियो कि तँ बन्नु सक्छस्, र त्यही सानो आवाज नै काफी थियो फेरि उठ्न, फेरि सुरु गर्न, अनि तेस्रोचोटि फेरि रोयल हान्न। सो म नरेश बोहरा सरलाई धेरै धेरै धन्यवाद दिन्छु। यु डिड ए ग्रेट जब। हिजो मात्रै नरेश बोहरा सर सुर्खेतबाट रोयल हान्नु भएको छ। सो ह्याट्स अप टु यु। सो यो ग्लोबल ओरेन्ज नेपाल एउटा बिजनेस गर्ने प्लेटफर्म मात्रै होइन, यो एउटा नयाँ सुरुवात गर्ने एउटा प्लेटफर्म हो। यहाँ भत्किएको मानिसहरूले आशा पाउँछन्, शान्त स्वभाव भएको मानिसहरूले आवाज पाउँछन्, र अभावमा बाँचेकोहरूले उद्देश्य पाउँछन्। ओह, त्यही भएर यहाँ जति पनि आउनु भएको छ, हामी त्यो जिम्मा लियौँ कि हामी जस्तो धेरै युवाहरू जति छ तिनीहरूलाई पनि सही मार्ग दिने र जीवनमा केही गर्नलाई हामी पनि उनीहरूलाई मद्दत गरौँ। सो अन्तिममा भन्न चाहे, म हार्न जन्मेको होइन, लाखौं चोट आए पनि म मुस्कुराउन जन्मेको हो। सो हामी हार मान्ने होइन, उठ्न जन्मेको हो, किनकि हामी ग्लोबल ओरेन्ज नेपाल हो। Our 7-star Saroz Mani Adhikari, our 7-star Subha Chandra Rai, our another 7-star Sunil Kumar Magar, Sunil Kumar Magar, and another 7-star Tara Bahadur Shrestha. So Tara Bahadur Shrestha, Subha Chandra Rai, Sangar Shrestha, Saroz Mani Adhikari, Santa Bahadur Limbu, Ramesh Kumar Shrestha, Ramchandra Rai, Pravina Rai, Pitambar Katel, Parasmani Pradhan, Naresh Bohra, Namakumari Rai, Muktiram Thapa, Manjit Chaudhary, Mandan Kumar Pradhan, Krishna Shrestha, Khagendra Raj Adhikari, Khagendra Patsai, सबैको लागि जोरदार ताली। हम ठ्याक्क युनिभर्सल क्राउन मात्रै देख्ने हो। यस, अनि कहिले काहीँ भाकाहरू यस्तो हुन्छ नि क्या, तिमी मलाई साथ मात्रै देऊ न, म भविष्यको गीतै लेखिदिन्छु भन्नेहरू आउँछ हो, कि म उसलाई साथ दिएर गीतै लेखिदिउँ कि जस्तो पनि लाग्छ होइन। अलिक पछि त त्यो गीत त बिग्रेर जान्छ। त्यसले गर्दा यही बेलामा साह्रै बाँच्नु पर्ने, साह्रै होसियार हुनुपर्ने समय हो तपाईहरुको। यति नेपाल साँच्चै आजको यहाँ हलमा बस्नु भएको तपाईहरु युवालाई देख्दाखेरि आउने भविष्य नेपालको यति राम्रो देख्दैछु।